हेलो हेलो नमस्ते सबैजनालाई। म चाहिँ विनोद। अनि मैले चाहिँ आज के देखाउन खोजेको भने आज म भोलि घर जानेको लागि टक्क लाएर रेडी भइसकेको छु। आज मेरो यहाँ भाइले चाहिँ टक्क लाएर आँटाको हलुवा पकाउँदैछ। यस्तो अवस्था छ। यहाँ चटक्क पारेर चाहिँ सुरुमा पानी उमालेर टक्क लाएर चाहिँ रेसिपी भन्दै होला कसरी बनायो। मजाले पानी उमाल्ने पहिला न मजाले भक 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 कुम्बियोस्। थोरै पिठो हाल्दै 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 त्यसलाई चाहिँ गर्ने। अनि यसमा इन्ग्रिडियन्टहरू के हाल्नुपर्छ? त्यसलाई हलुवा खाने कि हैन ढिँडो खाने कि हलुवा खाने त होला हैन। मजाले नुन हाल्ने अनि काजु बदाम थप्नुपर्छ त्यही हैन। थप्नुपर्छ। हाम्रो रेसिपी हुँदैछ। ढिँडो देखाउनु हलुवा देखाउनु। हलुवा चाहिँ यो खालको छ, दामी छ। दामी नभए नि दामी विदेशको बसाइ यस्तै हो हैन। पिठो अझै थप्नुपर्छ कि नै विदेशको बसाइ यस्तै हो। चिनी चाहिँ हाल है, चिनी हाल्नु त मिठो चिनी हाल्नु तपाईले हाल्नु गर्दै गर्छु म। यहाँ यस्तो अवस्था छ। अब यहाँ हाम्रो चाहिँ चिनी हाल्नुपर्ने अवस्था छैन। चिनी धेरै त छैन, थोरै थोरै छ। हाल्दिने के खाइदिन्छ सबै इनफ हुन्छ। राम्रो छ, चिनी सेतो छ। 1 चम्चा काजु बदाम छैन हालौँ है। तिम्रो इच्छा, हालिदिनु तिम्रो इच्छा। कति खानु मन छ? चिनी लगाएपछि खाइहाल्छ। बाहुन जहाँ गुल्यो बाहुन त्यहीँ भुल्यो क्या, थाहा छैन? है ल मजाले पिट्दियो त्यसलाई। यसमा पुरै पानी हाल्नु न है। मजाले पकाउनु पर्ने पानी चाहियो। अब म यहाँ अलिकति पानी दिनु पऱ्यो पहिल्यै। यो हाम्रो पानीको धारा। आज पानीपालेले पानी अलि ढिलो खोलेछ। पानी पहिला सुरुमा आएन। पाले कता गाह्रै छ, मेलातिर गाह्रो छ के अरे। आएर पानी खोल्नु जाँदा अलिक ढिलो भएछ, पानी ढिलो आयो। केही छैन, पानीको पालेले पानी ढिला खोलेछ क्या। ल यो चाहिँ एसी हो। एसीको नजिकै यो के भन्छ झ्याल छ। ए त्यो आडिलो हुन्छ नि, त्यो जस्तो आडिलो केही हुँदैन यार। यो चाहिँ म यस्तो थोपडा भएको छु मेरो। अरे यहाँ हाम्रो भाइ पकाउँदैछ, यहाँ कसले पकाउँदैछ। पानी हाल। तिमी छौ त यहाँ, तिमी छौ कन्ट्रोली। खोले यस्तो यो तरिकाले पाक्दैछ खोले यहाँ। तर पाकिसकेपछि चिसो पानी हाल्यो। च्यानलमा चाहिँ सबले लाइक सब्स्क्राइब हालिदिनु होला। बेल आइकन दबाइदिनु होला। अनि यहाँ अब के हुन्छ नयाँ भ्लगहरू आउँदै गर्छ दाइको। बिल्कुल 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 नआएर हुन्छ। अपडेटहरू दिइरहनु हुन्छ दाइले कहाँ जानुहुन्छ के खानुहुन्छ। एकदम एकदम नयाँ नयाँ भिडियोहरू आइराखेको हुन्छ, हेर्दै गर्नु होला। कति मिनट भयो भने 3.5 मिनटको भएछ। यो एसी भयो। यो कस्तो भयो त हाम्रो हलुवा? विदेशको बसाइ होइन दाइको लास्ट बसाइ हो। 200 रहेछ त हिट यसको। अलिक बढ्यो हिट चाहिँ दाइ फेरि फेदमा लाग्छ नि, फेरि अलिकति फेदमा लाग्छ नि, फेरि हिट बढ्यो भने के हुन्छ? फेदमा लाग्छ क्या, डढ्छ क्या यसको। यो फेद यो अलि पातल पातल भएको छ युज गर्दा गर्दा। अनि त्यो भावनाले गर्दाखेरि अलिकति घर तपाईँले देखाइदिनु भयो भने पुरै ए देखाइहाल्छ नि। यो मेमोरी हो यार, लाइफ टाइममा बिर्सिँदैन। फर्स्ट टाइम विदेश आएको मेरो प्रणाम छ। म मेरो फर्स्ट टाइम हो विदेश होइन। मैले पहिला यस्तो थाहा पनि थिएन। यो खाएको नि मेरो फर्स्ट टाइम हो। खाँदैछु आज बनाएर। मैले नि फर्स्ट टाइम हो नि यस्तो खाएको। सबै कुराहरू अवस्थाले सिकाउँदो रहेछ। एकदम एकदम जिन्दगी जिउन अवस्थाले सिकाउँछ। भइहाल्छ एकदम। कहिल्यै पनि राम्रो भयो भनेर घृणा नगर्नु, नमात्तिनु होइन। नमात्तिनु होला। नराम्रो भयो भने होपलेस नहुनु होला। त्यस्तो भइहाल्छ। राम्रो नराम्रो सबै कुराहरू पचाउनुपर्छ हामीले। छोरा मान्छे एकदम 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 जहाँ गयो नि गर्नुपर्ने हुन्छ। त्यही भएर हामीले चाहिँ दाजुभाइको आज यस्तो दामी रेसिपी। दाइ काजु छ त यहाँ निकाल्नु नि। कता छ? मेरो मेरो उसमा छ होला। काजु भनेपछि ऋषि धमला याद आउँछ। ल हेर्नुहोस्, अब यहाँ काजु हालियो। काजु एड भयो। हाम्रो एकदम यसले चाहिँ खाइयो भने त हामी त दाइ उठीबास हुन्छ त फेरि। उठीबास लाउनु नै पर्छ। यो उमेर नलाएर कहिले लाउने हो र?
उठीवास चाहिँ एकदम लाउनै पर्छ, त्यही भएर नै आज चाहिँ कहाँ जाने हो राति थाहा छैन। म कस्तो देखेँ एकदम चिकना, देखाउनु भएन नि एकदम एकदम चिकना छौ तिमी। पेट मात्रै नदेखाउनु है ए पेट मात्रै होइन, सबै होल बडी स्क्यान गरिरहेछ पुरा। ठिक छ नि एकदम एकदम आँटा कुन हो? ज्ञानचक्की आँटा हो। एकदम सबभन्दा एकदम हाई क्वालिटीको आँटा ठिक छ, ज्ञानचक्की आँटा। ए आफ्नै बारीमा उत्पादन भएको हो यो चाहिँ, हामीले गाउँबाट ल्याएको गाउँबाट ल्याएको। मैले गाउँबाट होइन नयाँ नुवाकोटबाट नि लिएर आएको, मिक्स भएको छ यहाँ। होइन यो 2 वर्ष अगाडि नुवाकोटबाट लिएर आएको मैले, यहाँ ल्याएर अलिकति ठाउँमा रोपिदिएको थिएँ। यहाँको हावापानीमा हुर्किएर फलेको हो, एकदम मिठो छ। आशा गरौँ त्यो पनि मिठै भयो होला। नयाँ खालको हलुवा आज मजाले चाख्ने। नुन पनि हाल्ने, नुन पनि हाल्ने हाल्ने हल्लामा त चिनी नै हालिदियो नि त। फेदमा लागेछ कि छैन? फेदमा लाग्यो होला ड्यामै, अनि मैले माझे भनिहालेँ केटाले। फेदमा लाग्यो होला अनि मैले माझ्ने भने केटाले, होइन फेदा लाग्छ नि त यो ल्यामै लाग्यो। पानीमा भिजाएर राख्ने, त्यो गइहाल्छ, खुलिँदै जान्छ। आखिर जहिले माझ्यो नि, बाँध्दा चाहिँ मैले बाँधिदियो। त्यो बिरालोले मजाले चाट्छ रातभरि आएर। त्यो डल्ला त काजु हो क्या अरे। आज की रात मजा हो। एकदमै राम्रो हलुवा भएको छ, एकदम राम्रो। टेस्ट गरेर त चिनी लागेछ कि छैन नर थपिदिनु पर्यो। यति चुस्छ टेस्ट गरेर, जिब्रो पोल्ला नि हातले गरेन चाख्नु होला। टक्क चाहिँ छैन, ठिक ठिकै खालको लागेन। मैले यहाँ चिनी एड गरेको छु है। चिनी कस्तो छ भने यता चिनी नपाल्नु है, त नपाल्नु है। काजु बदाम हैन चिनी। ए बब्बाल बब्बाल ए बब्बाल। विदेशको भाषा यस्तो हुन्छ है साथीहरू, हेर्नु होला। एकदम है सबैले बुझ्नु होला, हेर्नु होला। विदेशमा कहिले मिठो कहिले नमिठो, कहिले पिठो सबै खाइन्छ। यस्तो छ बसाइ, यस्तो छ खाना बनाइ, यस्तो छ विदेशको बसाइ। हेर्नु होला, हेर्दैछ। आज भाइ ह्यान्डसम छ केटो, लक्का जवान छ, गर्लफ्रेन्डको खोजीमा छ। गर्लफ्रेन्ड कोही बन्न चाहनुहुन्छ भने यहाँ कमेन्ट गर्नु होला आएर। राम्रो छ, पैसा राम्रो कमाउँछ, एकदम बुझ्ने छ, संस्कारी छ, त्यही भएर हल्लो पकाउँदैछ हो। एकदम बुझ्ने मान्छे हो। ल कोही एकदम यस्तो पनि जानेछ, जिम सिम गएको, बडी सडी बनाएको, फेरि ए बब्बाल छ बब्बाल केटाको। कोही केटी छ भने पट्टिहाल्नु होला, ढिलो नगर्नु होला। बुकिङ खुला भइसकेको छ, भ्याकेन्सी एनाउन्स। ल स्याहारी गर्नु थाल्यो उतातिर, साथीहरूले बनाइरहेछ। अब यहाँनिर पाकेन, अब पाक्यो होला। अझै पानी हाल्ने? पानी त तातो, खास यसलाई तातो पानी हाल्नुपर्ने हो खासमा। चिसो पानी हालिएछ। आज की रात मजा। सर्टमा हो? अब मलाई यो चाहिँ म हो, मेरो थोपडा हो। म त टिकटकमा भाइरल मान्छे हो, तल चाहिँ नदेऊ न यार। यो अवस्था छ यहाँ तल। फेरि यहाँ चाहिँ म छु। यो अवस्था छ, हेर्नु होला मजाले। चिटिक्क परेको ठाउँ छ। खासमा माइक्रोफोन चाहिने हो क्या यार। ओ लमजुङबाट, लमजुङको भाइ हो, एकदम राम्रो, चिटिक्क परेको, ह्यान्डसम, हँसिलो रसिलो, चिटिक्क परेको मान्छे हो। कोही यसो केटीहरू हुनुहुन्छ मन पराउने भने लाइन मार्दा हुन्छ। पैसा पनि राम्रो कमाउँछ, गाँठिस्ट केटो।
ल यस्तो छ हाम्रो अवस्था है त साथीहरू।